त्यो छ उतो लानु साइले ढुङ्ग्रो मादम आज त दाइसाले अलिकति खानुपर्छ रक्सी आज त खुवाउने हो नि त बिचार बुढोले यो बुढा नि भयो भयो छोडा म फुक्छु ल तेरेको बुढो मान्छे अहिले त मस्ती बल्ने खालको दाउरा खोजिलो त हैन बल गन्ज पनि चाहिने हैन यहाँ त चाहिँदैन यो त उले भाइ हुन्थ्यो सोथे भाइदेखि बल थियो कि बलिहाल्यो नि यति फुक्नु सक्दैन के यति फुक्नु नसक्दैन ल दाइ छोड फुक्नु त नसक्दो रहेछ भयो बल्लो फुक्नुलाई त दाँत चाहिन्छ दाँतले कन्ट्रोल गर्ने हावा यो चाहिँ पितृलाई अब हावाले गुदो रहेछ पितृलाई हेर्दा यो पितृ देखाउने त्यसैलाई हावाले गुदो होइन आजदेखि गयो भन्ने कि हैन आज अहिले त आयो हामी उ गर्दैछौँ हल्लुका आयो आयङलाम चाहिँ नदो छ अन्त दाइलो आयन दाछन् होइन गायकारको अलिक स्वर खुल्थ्यो कि मैले चाहिँ आशा गरेको त्यही त हैन दाइले कि पर्वत रितैले बोलिदिनुहोस् है हाम्रो कसको छोरी चेली त्यही त दाइसालाको छोरी हाम्रो भतिजेनी फल्ना हाम्रो जीवा फल्ना हर्क बहादुर राईको बहादुर को नातिनी टङ्कबहादुर राई होइन टङ्कबहादुर राईको छोरी आशा राई दाजुको टङ्क नै होइन छिमितमा त्यो त बोलिहाल्छ दाजु टङ्क नै होइन नाम त अब कसको टङ्क हो यो टङ्क हो हर्कबहादुर राई हर्कबहादुरको नातिनी छोरी आशा आशा राई त्यो साइला त्यो आगो बलेको हात त्यो त माथि माथि नरागे यता नलाउने यता त ताती खनि यता बस्नु यता अब यहाँ बस्नु त एउटा किल लिएर बोल्नु त है बल्यो बोल्छ के भनौँ त्यहाँ दाइ ल ल सुरु गर्नुहोस् ल उदाना आइना सुप्तुलुङदा आनको सुप्तुलुङदा साकुदी माथि दिवाती दाङका उदा बल्ल दुङाका साखा दुङाके उदा आइना हर्क कुमार ओ अनातिमा टङ्क प्रसाद ओ अछा जेठी आइना कामला आइना कुटुम्बा चिमता रहेछ कि दोषी मता रहेछ कि आइदाङ कामलो पम खाइ सुमका अब उदा सुक्तुलुङदाङ कानका उदा बलो दोरियानका साका दोरियानका के उता धारा चासुम चे चासुम के को जान्छ गाउने आगोमै सिमितमा आनका छोक्छा आशा हो अनङ दाउदा मिठो रहेछ आइदाङका कुटुम्बा पम खाइसमका नै अरु केही छ थप्ने आयङ लाका लौदा देवापाचिया तराप्ने तपुप्ने देवापाचिया तराप्ने तपुप्ने चासुम खाबा दासाङ तखान्ने माछा रक्चिया छन् उदा गिलास एक निमुनिन्ने अब गिलास एक जोडा लु भयो दाइले गिलास अब सबै गरेर निकालेर आउनु के छ लु भन्नु त तपाईको हाम्रो छोरी चेली हामी सोझै मुराहरूको होइन चेली हाम्रो आशालाई माग्नु आएपछि हामीले हाम्रो रीत अनुसार हाम्रो 3 चुलामा देखाउनु पर्छ हामीले छोरी चेलीले कुटुम्बकोमा दियौँ है भनेर त्यसो गर्दा अब हाम्रो चाहिँ रिदुम पादुम मुन्दुम अनुसार हामीले छोरी चेली आज दिँदैछौँ भनेर यो 3 चुला सुक्तुलुङलाई हामी हाजिर गर्दैछौँ साँची राखेको छौँ हामी यतिजनाले यस्तो छ र बाङा हजुरले के भन्नुहुन्छ तपाईहरुले भन्नुभयो त्यही सत्य मैले त त्यही अब जसै भाइ दाइले भनिसके त सिद्धिहाल्छ राईको त पनि खास आउँदैन हामीले त्यही हो यसो गरौँ अब पुर्खालाई अहिले जानकारी गराइयो हैन त माग्न आयो है भनेर जानकारी गराइयो हामी 3 चुलाले देखाएको छौँ बाँकी हामीले 18 गते सम्पूर्ण कुरा भएर हामी जिम्मा दिनेवाला छौँ